कसरी पड्कायो यसरी पड्कायो होला होइन यसरी हान्नुपर्छ क्या यसरी 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 मैले त तिमीलाई साँच्चीकै कुटेछु क्या कति होला गुरु गुरु दक्षिणा अब भयो त 5,000 लिने हो मैले तिमीसँग 2,000 हुनुपर्ने हो जस्तो लाग्छ मलाई त्यही 2,000 ल्याउन यी गुरु यी म कन्याको हातबाट बखते दाइले फेरि पनि आमालाई घरबाट निकालेछन् कि क्या हो खतौरी आमा कहाँ रुँदै थिइन् त त्यस्तो गरेछ त्यो डाकाले मलाई नि अस्ति अस्ति मैले गल्ती गरे हुँ मलाई माफ गर दाजु भन्दा गालैमा यस्तो कुटनी सुन्तली यस्तो कुटनी मलाई अहिले सुत्ता झन गरिरहेछ अब यो मिस्टर धुर्मुसले यस्तो बदला लिन्छ नि त्यो छ हेरिराख सुन्तली यहाँ अनि यो बाटो छेकेर बस्ने को हो हरिओम सत्यनारायण काशी काशी खडानन्द गुरु भन्छन् के बा मलाई होइन के टुवा परिरहने यो लौरो समात्दैन नेपालमा हात हेरेर मान्छेको भूत र भविष्य भन्ने एउटा मात्रै मान्छे खडानन्द गुरु हो जस्तो लाग्छ क्या मलाई बाबु लौ न त गुरु मेरो नि हात हेरिदिनुहोस् न त होइन यो गुदुने हात कहाँ अगाडि बढेर अर्को हात अगाडि बढाउनु ल ल अलि अगाडि ल्याउनु म त्यहाँ जानु सक्छु ल ल हरिओम सत्यनारायण काशी काशी होइन आज तिमीले त गाउँमा कोही केटालाई कुटेछौ जस्तो देख्छु नि यो कुरा सही हो हो गुरु हो हाम्रो गाउँमा एउटा धुर्मुसे भन्ने बदमास थियो त्यसलाई आज मैले पडाङ पडाङ चड्काइदिएँ कसरी पड्कायो यसरी पड्कायो होला होइन यसरी हान्नुपर्छ क्या यसरी 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 मैले त तिमीलाई साँच्चीकै कुटेछु क्या उदाहरण दिन खोज्दा फ्याट्टै लागिहाल्छ भने तपाईँले धेरै ठुलो गल्ती गर्नुभयो क्या नानी मान्छेलाई गालैमा चाहिँ हानिहाल्नु हुँदैन थियो क्या फेरि त्यो बचियाको गर यति कडा छ नि त्यसको गरको कारणले तपाईँले त 2 दिनभित्रमा माथि लाने योग आएको छ क्या तपाईँको त्यो बचियाको आत्मा यति रोइरहेको छ नि अहिले अब मैले बनाएर भन्ने कुरो आउँदैन हेर बा तिम्रो हातको रेखामा जे देखेँ त्यही भन्ने हो अब तिमीलाई मेरो कुरामा विश्वास लाग्दैन भने तिम्रो घरको ढोकामा अहिले कालो मसान ठडिएर बसिरहेछ नपत्ता हेर्न जाऊ त जाऊ न भनेपछि खुरुक्क लौरो दिएर जानु पर्दैन हरिओम दशरथ गुरु गुरु हो रहेछ गुरु हो मेरो घरमा कालो मसान मैले ठाडै देखेँ लौ न मलाई बचाउनु पर्यो गुरु कसो गरेर हुन्छ हात तल झाएर कति जोडिरहेको लौरो समातेर अलि अगाडिबाट अझै यता आउनु अब चाहिँ नि त धुर्मुसे हो कि कुर्मुसे हो बजिया म त चिन्दिनँ के बा त्यसलाई केही गर्नु पर्दैन तिमीले 1,000 रुपियाँ दाम गोडामा लगेर फुच्च फालिदिएर मबाट धेरै ठुलो गल्ती हो बाबु मलाई माफ गर भनेर भन्दै गर दसैँ सबै टर्छ हेर 15 मिनट जति त भइसक्यो होला त्यो बखात दाइ त आउँदैन त मेरो भाइ मबाट ठुलो गल्ती भयो भाइ गाउँको तिमी यस्तो राम्रो मान्छेलाई मैले नचिनेर थप्पड हाने भाइ मबाट गल्ती भयो मलाई माफ गरिदेऊ भाइ बरु म तिमीलाई 1000 रुपियाँ दिन्छु ल म कुनै पनि हालतमा तिमीलाई माफी दिनेवाला छैन हेर त्यसो नभन न भाइ हेर बरु म अर्को 1000 थप्छु मलाई माफ गरिदेऊ भाइ
यति जाबले त त्यत्रो चड्का हाने कसरी माफी दिनु खै अरू त होइन यो गोरुलाई 2,000 दिदिकन के को माफी माग्दैछ जोइटिङ मरा गोरुले दिने यो पैसाले यहाँ पो हालेछु ल आफ्नी आमालाई तागतिलो चिज किनेर खुवा सबभन्दा ठुलो कुरो तेरी स्वानीको मुक्ताल बिचारी बुढी आमा फतौरी आमा कहाँ गएर भक्कानिएर रोइराकी थिइन् तँलाई आफ्नी आमाको चिन्ता अलिकति पनि लाग्दैन होइन केलाई चिन्ता नहुनु र दारीबा आफूलाई जन्म दिने आमाको अहिले म गुरुका म मिलाउँछु यो कुरा म भर्खर मिलाउँछु अब मिलाउँछु मात्र भन्ने होइन मिला त्यहाँ नत्र पाप लाग्ला तँलाई यो बखते दाइ अब खडानन्द गुरु कहाँ दौडिहाल म त तुरुन्तै खडानन्द गुरु बनेर यो 2,000 त जसरी चिप्लाउनु पर्यो नि खडानन्द गुरु नगरे भए पनि हुन्थ्यो नानी अनि के भन्न आयो त फेरि लौ न गुरु यसको हात हेरिदिनु पर्यो अब जुनसुकै बेला हात हेर्दा पनि त्यत्तिकै हेरिन्छ होला त यसो गुरु दक्षिणा पनि त तेर्स्याउनु पर्यो नि हो गाँठे कति होला गुरु दक्षिणा अब भए त 5,000 लिने हो मैले तिमीसँग 2,000 हुनुपर्ने हो जस्तो लाग्छ मलाई त्यही 2,000 ल्याउन यी गुरु यी म कन्याको हातबाट मात्रै लिन्छु के भाउ धन्यवाद नानी यो लौरो समात खोइ हात यता ल्याउ त अलि यता ल्याउनु कहाँ म त्यहाँ आउन सक्छु त अलि यता ल्याउ आहा कस्तो नरम हात रहेछ भन्न पाए पनि हुन्थ्यो भन्थ्यो कि एउटाले पखै दक्षिणा राखौँ अरे हो म तसत नारायण तिमी त 5 पैसाको बिहोरा नभकी आइमै रहेछौ नि सासूलाई त कप्लाकै निलौला जस्तो पो गरिदिरहेछौ तिमी त आज पनि खिरको विषयलाई लिएर घर धेरै ठुलो विवाद गरेर सासू त घरबाट निक्लेको देखिन्छ त यहाँ हो गुरु हो अनि मैले बनाएर भन्ने कुरो आएन त बा यहाँ रेखामा जे देखिन्छ त्यही भन्ने हो हेर नानी ती आमाले एकदमै चित्त दुखाइ गरेर घरबाट निक्लिन्छन् तिनको गरको कारणले तिमीलाई एकदमै ठुलो रोग लाग्दैछ है त्यही रोगको कारणले तिमीलाई यस्तो कलकलाउँदो अवस्थामै सुइकाइदिन सक्छ के तर नआत्यो हेर खडानन्द गुरुसँग उपाय पनि त छ नि अहिले तुरुन्तै गएर आमालाई फकाइ फुलाइ गरेर घर ल्याएर राम्रो गर तिमी 70 वर्षसम्म बाँच्छौ त्यो पछाडि पुग्लुकै मर्छौ हेर है अब मेरो कुरा मानेन भने ठुलो अनिष्ट हुन्छ पहिला चाहिँ आमालाई घर लगिहाल अनि कुरा गरौँला मेरो भगवान तपाईँ घर जानु पर्यो आमा अब डमरा मैले बिना सम्झाने लिलाई गरिसक्यौ होइन के नचाहिँदो कुरा लिएर आइरह हो को फतौरी बुढीले चाहिँ आमालाई वृद्धाश्रममा लाने भयो भने हाम्रो गाउँमा एउटा खोले फतफताए जस्तै गरेर फतफताइरहने बुढी थियो नि छोरा बारले पनि सहन नसकेर सदरमुकाम गएर बसिरहेछन् यहाँ एउटा नातिसँग बस्छ के दाची भने ठ्याक्कै हजुरकै जस्तो छ मेरो जस्तो चाहिँ अलि होइन होला के नानी यतिको मिलेर जान्छ खोजेरै पाइँदैन ल अझ हाँस्दाले यस्तो दामी देखिन्छ नि मलाई एकचोटि हाँस्छु है नानी त्यो लौरो समाज त नानीलाई देखेर त्यसै देखेँ मलाई हाँस पनि उठेर आउँछ होइन के
के टुवा परिरहेको तिमीहरू त्यो तिमीहरूको गाउँको धुरमुसेको यस्तै हाँसो रहेछ होइन अघि भर्खर मात्रै बाटामा भेटिरहेको थिएँ मैले ए गुरुले भेट्नु भएको थियो साह्रै मजाको मान्छे छ गुरु त्यो मजाकै छ कि के छ त मलाई मात्रै थाहा छ नि ल तिमीहरूले चिन्ता लिनु पर्दैन खयानन्द गुरुले मिलाउँछ कुरो बुझ्या हो नानी तिमीले अलिक बढी चिन्ता गर्यौ जस्तो छ यता चिन्ता नगरायो कहिले पनि चिन्ता गर्नु पर्दैन साह्रै चिन्ता गर्ने स्वास्नी बिहे गरेछ भनिहाले त जे होस् तिमीहरू घर जाऊ 15 मिनटभित्र तिमीहरूकी आमा घर आएन ल एकछिन यता आउनुहोस् त आउनुहोस् न हरि ओम तत्सत नारायण काशी काशी खयानन्द गुरु भन्छन् के मलाई यो लौरो समात्नु एकताल अब अनुहार हेरेर मान्छेको भूत र भविष्यको बारेमा भन्ने नेपालकै एकमात्र मान्छे खयानन्द गुरु हो जस्तो लाग्छ है मलाई चाहिँ तपाईँको त छोरा बुहारीले छोडेर सदरमुकाम गएर छन् होइन अहिले त तपाईँ नातिसँग पो बसिरहनु भएको रहेछ त अब मैले बनाएर भन्ने कुरो आएन त तपाईँको अनुहारमा जे देखेँ त्यही भन्ने हो हेर्नुहोस् अहिले तपाईँको घर एकजना बुढी मान्छे बाहिरबाट आएर बस्या जस्तो देख्छु म यो कुरा साँचो हो ओखते हो कि ओखते हो थाहा भएन मलाई तर त्यसकी आमालाई लिएर चाहिँ वृद्धाश्रम जाने सोचमा हुनुहुँदो रहेछ होइन तपाईँ ओहो तिनलाई लिएर चाहिँ जानु हुँदैन है तिनलाई लिएर वृद्धाश्रममा मात्रै जानुभयो भने सम्झिनुहोस् 2 दिनभित्रमा तपाईँ चिलिम फर्किनुहुन्छ त्यस्तो नराम्रो ग्रह छ क्या त्यो बुढीको खयानन्द गुरुले भनेपछि आफै बुझ्नु नसकिहाल्दैन आमाले यसरी काम नै पर्दैन क्या आमा अरू केही गर्नै पर्दैन तिनलाई चाहिँ आफ्नै घर जाऊ छोरा बुहारीले बोलाइरहेछन् भनेर सर्लकै पठाइदिनु पर्यो के त्यति गर्नु हो भने त सबै गर दशा कटिहाल्छ नि ल त आमा त्यति गरिहाल्नु त भन्नै पर्दैन नि आमा म बुझिहाल्छु नि हरि ओम यो वृद्धा आश्रममा गएर बस्ने कुरो राम्रो होइन अरे त्यहाँ राम्रो गर्दैन रे पनि सुनि बरु हेर तँ आफ्नै छोरा बुहारी कहाँ गएर बस अस्ति दिन पनि आउँछ नि तँलाई तेरा पनि बोलेको ठेगान रहेनछ वृद्ध आश्रम जाउँला नभए मेरो घर बसौला भनेको होइन अब यहीँ बस्छु त्यसो नभन्नु हेर अब हामी गाउँ समाजको पनि खेलाउनु पर्छ नि बरु तँ त्यहाँ गएर बस मै तँलाई भेट्न आउँला ल परे छैन भेट्न ए बुढी 15 मिनट भएन 15 मिनट त भयो त बुढा ठ्याक्कै 15 मिनटमा हेर मेरो यस्तो देउता जस्तो आमालाई मैले के चाहिँ भनिन होला नि अरे मलाई त यो मुखलाई त नि म त यो मुखलाई त गर्नु मन लाग्छ अझै हान अझै पुगेन तपाईँ पनि मजाक नगर्नु न आमा हजुरलाई मैले जे भने पनि मलाई छोरी सम्झेर माफ गरिदिनुहोस् आमा मबाट यस्तो गल्ती कहिले पनि हुँदैन
के थाहा पहिला पनि यस्तै भन्ने गरेको थियो। हेर न आमा पनि बटारिएको कुरा गर्छिन्। अब उसले मनैदेखि आमा भनेर भनेपछि तलमाथि के भयो भने त म जिम्मेवार छँदैछु नि आमा। आमाको अस्तिदेखि टाउको दुख्यो भन्नुभएको होइन? आज हेल्थ पोस्टमा डाक्टर आउँछ अरे, म आमालाई जजाएर लिएर आउँछु। पर्दैन जाउँ कि आमा? हेर न आमा पनि यति राम्रोसँग बुहारीले जाउँ भनेपछि जाउँ न त। त्यही त जाउँ। अच्छा होइन म सपनामा छु कि क्या हो? होइन होइन विपनामै छु। मान्छेले धैर्य गर्नुपर्ने रहेछ। यस्ता राम्रा दृश्य पनि यही आँखाले देखेदो रहेछ। क्या बात छ है बुहारी नानी, क्या बात छ? ल मैले जे भन्नु त्यही पुगो होइन त तिम्रो घर? हो गुरु पुगो। गुरु त हजुर त साँच्चै साक्षात भगवानै हुनुहुँदो रहेछ नि गुरु। अब गुरु हजुरलाई मसँग के छ र के दिन सक्छु र एउटा यसो यो केराको कोसो खाइदिनु पर्यो गुरु। अब बुढो मान्छेले छोडाएर खान सक्छु होला त, छोडाएर देऊ न त। हस् गुरु। अलि पाकेको केरा त ल्याउनु पर्छ, काँचो ल्याएर एकछिन पखाइल। यो दाँत समाज मैले के टुवा परिरह्यो नि, कस्तुरीको दाँत हो क्या यो। यही दाँत लाएर त मलाई यति धेरै कुराहरू आएको। एकदमै शक्तिशाली दाँत हो क्या यो। एकछिन बोकिराख है, म यो केरा खान्छु। स्वादले खाने विचार छ क्या आज मलाई। साह्रै मिठो केरा रहेछ कि अगाउँदिन जस्तो छ क्या बाउ। यहाँ छ नि गुरुहरू लिए हुन्छ नि। सिकाइरहनै पर्दैन, लिइहाल्छ नि खलाइदिन्छ गुरुले। बात यतै आउँदै रहेछन्, के हार्ने होला? एकछिनै बाउ, एकैछिनै। यो मान्छे आइरहेछ नि, यो मान्छेले मेरो नाम पनि नलिनु, अनि म यहाँ छु पनि नभन्नु। अरूको गर दशा हेर्ने मान्छे आज मेरै गर दशा बिग्रेला जस्तो छ। है बाउ। बाबु बहते अस्ति त म कुरो मिलाउँछु दारीबा भनेर दौडिया थिइस्, तैँले कुरो मिलाइछस्। मलाई एकदम खुसी लाग्यो। त्यो दुलैले बुढी आमालाई बोकेर दौडेर रहेछन्, त्यो देखेर मन बडा शान्त भयो क्या बाबु। अब घरभित्रको कुरो मिलिहाल्छ नि त दारीबा। मिल्नुपर्छ बाबु, मिल्नुपर्छ। होइन तैँले अहिले यो हातमा के लिइरह्यो? यो दारीबा कस्तुरीको दाँत। कस्तुरीको दाँत रे? खोइ ल्या त ले। थुक्क मोरा, कुन चाहिँ भात माराले भने यो कस्तुरीको दाँत? यो त कुकुरको दाँत पो त थुक्क मोरा हातमा लिइरहेको छ यो। ए अनि बाबु जोस्, आमाले तैँले यसै गरी राम्रो गरेछ है बाबु। आमाको आशीर्वाद मिल्छ, मलाई एकदम आनन्द लागिरहेको छ बाबु। अनि बाबु किन यति हो? किन यति हो बाबु? यति हो दारीबा, यति हो। हत्तेरिका, आमालाई राम्रो गरेछ है बाबु। ल म लागेँ। कहाँ फालेको होला नि? बर्बाद भयो नि। तिम्रा काला साला रन्किने गरी हान्ने। अब जबरजस्ती खोसेर फ्याँकिदिए। कस्तो बर्बाद हो। लो न कहाँ पुगिरहेछ खोज्यौ न भा। त्यो दाँत भएन भने त मेरो त धन्दै चौपट हुन्छ भने लो न खोजेन कहाँ आउँदा। खोज्दै त छु नि। भएर यो सुन्ताली पनि यतै आउँदै रहेछ। हेर बा, म फेरि भित्र जानुपर्ने हो। आज मलाई बाहिर बस्न त्यति राम्रो छैन क्या, खोज्दै गर है। आज हुन्छ गुरु, म खोज्दै गर्छु। ए बहाते दाइ, धुर्मुलाई कतै देखा हो त? छैन त बहिनी, आज त मैले धुर्मुलाई देखेको। ए प्रभु, बिहानदेखि यहाँ मान्छे कता चाहिँ मुन्ट्या होला नि त? भने कति सक्तामा सक्या होला मलाई? म भाउजूले पो देखाएको कि? भाउजू! होइन, छैन छैन, भाउजू छैन। हेल्प पोस्ट गएकी छ भाउजू आज। ए हेल्प पोस्टमा गएकी थिइन्? ए प्रभु, यो धुर्म त गुरु भेटियो।
म त तलै पैसा रोक्नु पर्दैन यहाँ गरौँ हरियो म तसत नारायण काशी काशी के लौरो समात्दैन स्वादले हाँस्ने पार्थिन क्या दाँत नभएर यता सुन न धोर्मो बिहानदेखि बेलुकासम्म यसरी चिसामा खट्या खट्टै घरि यो गर घरि उ गर घरको काम गर्दा गर्दै हैरान भइसकेँ म हेर अब पनि मैले घरको काम गर्नुपर्छ भने मलाई चाहिँ एउटा मजत्रो जहरी भए नि किनिदिनु पर्छ मजेत्र केलाई चाहियो सिन्ताली केटाकेटीको जाडो त बाख्राले खान्छ भन्छन् त हुँदा हुँदा म केटाकेटी भएँ अब त्यस्तो भन्न खोजे होइन म केटा तिमी केटी केटाकेटी होइन त हामी दुइटैको जाडो बाख्राले खान्छ कि भन्न खोजे हो त्यही पनि तिमीलाई मजेत्रै चाहियो भने 15 मिनट कुरा ठ्याक्कै घरैमा आयो मजेत्रो ल यसपालि धानको भाउ त्यति राम्रो नहुनाले पैसा त्यति साह्रो भएन है त्यही पनि धेरै भएको थियो पैसा हात नपरेको एकपल्ट गन्न पर्यो धेरै पछि हेर्दा त्यो हात्तीहरूको सुनले पनि यसो बढाएर भत्ता फाल्दै लाँदै लाइन रहेछ अब यही खाडानन्द गुरु नभने मजेत्रो किन्ने पैसा आउँदैन के 1 2 3 4 5 6 7 ल 7,000 पैसा अब यसैको पैसा उम्काएर मजेत्र किन्नु पर्यो चिसोमा पनि यसो हावा आउँदो रहेछ भने मसाने है बल्छीका घरमा गएर बाख्रो हेलो 1 मिनट यता आउनुहोस् त यता आउनुहोस् न भने यो लौरो समात्नुहोस् न हरियो म तसत नारायण काशी 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 खडानन्द गुरु भन्छन् के बा मलाई अनुहार हेरेर मान्छेको भूत र भविष्यको बारेमा ठ्याक्कै भनिदिने मान्छे खडानन्द गुरु हो क्या नेपालमा अनुहारै हेरेर भूत र भविष्य पुरै बताइदिने होइन होला तपाईँलाई विश्वास लाग्दैन भने तपाईँको घर यतिखेर चाहिँ त्यो बाँधिरहेको ठाउँमा बाख्रो नभएको हुनुपर्छ नपत्ता एकताल चेक गर्न जानुहोस् त भएर मिलाएर दिनु न के भनेर जानुहोस् त ओइ धुर्मिसे ल्याइ नै सक्या अब त्यो उताबाट दौडेर यता आएको बेला तैँले फुत्ता लगेर बाँधिहाल्नु पर्छ है छैन त नभन्थे गुरु हुने रहेछ मेरो बाख्रा छैन थलामा अनि खडानन्द गुरुले नचाहिँदो कुरा भन्छ होला त अब तिम्रो जे देखिँदै भन्ने कुरा हो यतिखेर चाहिँ भना फेरि जाऊ त बाख्रो थलामै छ जाऊ त जाऊ न भने लोएर बाख्रा त थलामै आएछ लोएर कस्तो अचम्म गुरु थलामै बाख्रा रहेछ ल अचम्म अचम्म अब खडानन्द गुरुको चमत्कारी भनेकै यही हो नि बल्छीजी आज तपाईँको खल्तीमा अलिकति पैसा भयो जस्तो बुझ्छु म यो कुरा सही हो अब भने कसरी थाहा पाउनुहुन्छ तपाईँ थाहा पाउनुहुन्छ एकताल निकाल्नु त हेरौँ यो राम अचम्म छ अचम्म ल गर्नु पर्दैन यति नै मलाई जे पनि हुन्छ त्यही पनि म राखिदिन्छु क्या हराउने योग छ क्या बल्छीजी तपाईँको हराउने योग छ चिन्ता गर्नु पर्दैन म छु क्या खुसी हुनु न बल्छीजी हाँस्नुहुन्छ बिचरा मलाई पनि हाँसै उठेर आयो मजेत्र आयो कि आएन त सिन्ताली आयो